समादरणीय अध्यक्ष प्राध्यापक डॉक्टर वासुदेव त्रिपाठी जी, कार्यक्रम का प्रमुख अतिथि सम्माननीय डोल प्रसाद अरियाल जी, गुठी की संरक्षिका ज्योति राज्य लक्ष्मी शाह सिंह जी, चिन्हलता गीत पुरस्कार द्वारा सम्मानित स्रष्टा कलाकारहरू, सञ्चारकर्मी मित्रहरू सहित उपस्थित सम्पूर्ण पाहुनाहरू र गुठीका पदाधिकारी तथा सदस्यज्यूहरू समेतमा मेरो सादर नमस्कार छ। सदाझै हामी फेरि एकपटक नेपाली गीत सङ्गीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुभएका विशिष्ट प्रतिभाहरूसहित लोकप्रिय युवा प्रतिभालाई सम्मान समर्पण गर्ने उत्सवमा सामेल भएका छौँ। हाम्रो यो कार्यक्रमलाई उत्सवमय बनाउन आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा सम्माननीय सभामुखज्यूमा गुठीको तर्फबाट हार्दिक आभार प्रकट गर्दै स्वागत अभिवादन गर्दछु। यसरी नै समारोहमा उपस्थित हुनुभएका सबै समादरणीय पाहुनाहरूमा छिन्नलता गीत पुरस्कार गुठी र व्यक्तिगत रूपमा आफ्नो तर्फबाट समेत स्वागत अभिवादन गर्दछु। सुपरिचित गीतकार रमोला देवी शाह छिन्नलताको आज 104औं जन्म जयन्ती पनि हो। यस अवसरमा म उहाँप्रति आफ्नो सम्मान भाव प्रकट गर्दै आफ्ना सुन्दर गीती सिर्जना र यस गुठीको स्थापना गरेर नेपाली सङ्गीतको श्रीवृद्धि र स्रष्टा कलाकारको सम्मानका लागि पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कनका साथ स्मरण गर्दछु। छिन्नलता गुठीले 2039 सालदेखि अविच्छिन्न रूपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा आबद्ध रही विशिष्ट योगदान पुर्याउनुभएका गीतकार, सङ्गीतकार, गायक गायिकालाई पुरस्कारको माध्यमबाट सम्मान समर्पण गर्दै आएको बेहोरा यहाँहरू सबैलाई अवगत नै छ। हामीले समर्पण गर्ने पुरस्कार एक किसिमले लोकप्रियता र दीर्घ सेवाको सम्मान पनि हो। यसको मुख्य आधार भनेको प्रबन्धन नै हो। 2048 सालदेखि भने गुठीले युवा प्रतिभालाई समेट्ने वा भनौँ युवा प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले युवा प्रतिभा पुरस्कारको स्थापना व्यवस्था मिलाएको हो। आर्थिक हैसियतले साथ दिएको अवस्थामा हामीले बीचबीचमा मनोनयनको नियमित प्रक्रियाभन्दा पृथक रहेर सम्मान गर्नुपर्ने अवस्थाका आधुनिक लोक शास्त्रीय र चलचित्र सङ्गीतको क्षेत्रमा इतिहास बनाइसक्नुभएका प्रतिभालाई छिन्नलता गीत विशेष सम्मान समर्पण गर्ने परिपाटी बस्यो। यसरी आजसम्म गुठीबाट 40 जना गीतकार, 39 जना सङ्गीतकार, 41 जना गायक गायिका र 41 जना युवा पुरस्कार समर्पण गरिसकेका छौँ भने 20 जना विशिष्ट साधकहरूलाई छिन्नलता विशेष सम्मानबाट र 1 जनालाई छिन्नलता सङ्गीत संयोजन पुरस्कार प्रदान गरिसकेका छौँ। आदरणीय मदन कृष्ण श्रेष्ठका परिचयका विभिन्न र अत्यन्तै महत्त्वपूर्ण पाटाहरू छन्। गायन त्यसमध्येको एउटा प्रमुख पाटो हो। 6 दशकदेखि स्वरको माध्यमबाट अविच्छिन्न रूपमा नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि क्रियाशील मदन कृष्ण श्रेष्ठज्यूलाई उहाँको गौरवपूर्ण योगदानको कदर गर्दै यस वर्ष छिन्नलता गीत विशेष सम्मानद्वारा सम्मान समर्पण गर्न पाएकोमा हामीलाई सुखानुभूति भएको छ। मदन कृष्ण श्रेष्ठज्यू, तपाईँलाई गुठी र मेरो तर्फबाट समेत हार्दिक बधाई ज्ञापन गर्दछु। 42 सालको छिन्नलता गीत पुरस्कारद्वारा गीत रचनातर्फ सम्मानित हुनुहुने गीत रचनाका अतिरिक्त नेपाली काव्य र कविताको क्षेत्रमा सुपरिचित डाक्टर नवराज लम्साज्यू, सङ्गीत सिर्जनाका साथै सङ्गीत संयोजनका माध्यमबाट समेत महत्त्वपूर्ण योगदान दिँदै आइरहनुभएका सङ्गीतकार किरण कणेलज्यू, आफ्नो गलाको उत्कृष्ट कलासहित सुपरिचित गायिका विमला राईज्यू, तपाईँहरू तीनैजनालाई बेग्ला बेग्लै र एकमुष्ट रूपमा पनि गुठी र मेरो तर्फबाट हार्दिक बधाई अर्पण गर्दछु। छिन्नलता गीत युवा प्रतिभा पुरस्कारद्वारा सारिका घिमिरे पुरस्कृत हुनुभएको छ। आफ्नै शब्द र सङ्गीतमा उहाँले गाउनुभएको गुनगुल्यो पित्तलको सुन पायो होला बोलको गीतका निम्ति उहाँले यो पुरस्कार प्राप्त गर्नुभएको हो।
यो पुरस्कारलाई ऊर्जाको रूपमा ग्रहण गर्नुभई भविष्यमा सुन्दर सिर्जना गर्दै जानुहुने विश्वास गुठीले लिएको छ। तपाईलाई हार्दिक बधाई र शुभकामना छ। छिन्नलता विशेष पुरस्कार पाए अरू पुरस्कारका लागि प्रतिभा छनौट वा प्रतिभा चयनको गुठीले प्रत्येक वर्ष छिन्नलता गीत पुरस्कारको सम्मान प्राप्त गर्न सक्नुभएका एक जना गीतकार, सङ्गीतकार र गायक गायिकालाई मूल्याङ्कनको प्रतिभा सिफारिस गर्न लागि प्रतिभाको योगदानको निरन्तरता, परिमाण, गुणस्तर, लोकप्रियता र समग्र प्रभाव समेतका आधारमा स्पष्ट कारण समेत खुलाई छुट्टै सिफारिस गर्न मूल्याङ्कनकर्तालाई हामीले अनुरोध गर्ने गरेका छौँ। मूल्याङ्कनकर्ताबाट सिफारिस भइआएका नामहरूमा सीमित रहेर प्राप्त सबै सिफारिसलाई एकीकृत रूपमा मूल्याङ्कन गरी प्रबन्ध समिति हुँदै गुठीको साधारण सभाले निर्णय गरेपछि हामीले त्यस वर्ष पुरस्कृत हुने प्रतिभाको नाम घोषणा गर्ने गरेका छौँ। गुठीमा आबद्ध पदाधिकारी र सदस्यहरूलाई प्रतिभा सिफारिस गर्ने जिम्मेवारी दिइँदैन मात्र होइन, मूल्याङ्कनकर्ताको मनोनयन गर्दा पनि छोटो अन्तरालमा कसैलाई पनि नदोहोर्याउने नीति पनि हामीले लिएका छौँ। हामीले अवलम्बन गर्दै आएको यस प्रक्रियाको एउटै मात्र उद्देश्य भनेको योग्यहरूमध्ये पनि सबैभन्दा योग्य प्रतिभा कहाँ पुरस्कार पुर्याउन सकियोस् भन्ने नै हो। नेपाली गीत सङ्गीतलाई माया गर्ने तपाईँहरूबाट प्राप्त स्नेह, सद्भाव र विश्वास नै गुठीको जीवन हो। यसका लागि छिन्नलता गीत पुरस्कार गुठी तपाईँहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछ। आफ्नो उपस्थिति र सहभागिताबाट समारोहको गरिमा वृद्धि गरिदिनु भएकोमा सम्माननीय प्रमुख अतिथि, सम्माननीय सभामुखज्यू र यो उत्सवमा सामेल भएर हामीलाई प्रोत्साहित गरिदिनु भएकोमा सबै आदरणीय पाहुनाहरूलाई पुनः एकपटक स्वागत अभिवादन गर्दै आफ्नो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। वरिष्ठ गीतकार तथा छिन्नलता गीत पुरस्कार गुठीका सचिव आदरणीय श्री गिरीश अधिकारीज्यूलाई स्वागत मन्तव्यका लागि हार्दिक धन्यवाद। साथसाथको लागि पुरस्कार चयन कमिटी कसरी अगाडि बढ्यो, के कस्ता कुराहरूमा उहाँले ध्यान दृष्टि लगाउनुभयो भन्ने कुरा छोटकरीमा जानकारी गराउनुभयो, त्यसको लागि पनि धन्यवाद। आजको कार्यक्रम विश्लेषण भन्ने हो भने छोटकरीमै सञ्चालन हामी गर्दैछौँ, किनभने समय पाबन्दी